आज बिहान चाहिँ झाडुले गर्दा कुखुराहरू मर्यो। अलिकति टेम्परेचर मेन्टेन गर्न सकिएन, एकदमै धेरै चिसो छ नि त, के गर्ने। हाम्रो तोरी पाकिसके जस्तो छ। बुढीले खेताला ल्याएर उखालेको छ त दमादम। ठिक छ, ल जाउँ। के भयो? ए आफै हिँचेकै छोड्दैन बाबु। गुड जब। ल कहाँ हिँडेको हामी? किन हिँडेको? ए यतापट्टि हाम्रो छिमेकी दाइको यस्तो लेयर्स फार्म पनि छ, जहाँ चाहिँ अन्डाहरू प्रोडक्सन गर्नुहुन्छ। यस्तै कृषक हामी जस्तै उहाँहरू चाहिँ अलि ठुलो किसान। ओहो, तिमीले तोरी खतम बनाउनु भयो त केटा हो। ल यो एउटा कुकुर पाइने अरे साथी। अब के गर्नु त, उखाल्नु पर्ने भयो। तोरी खासै राम्रो छैन यसपालि, तुसारोले गर्दा अलिकति डिस्टर्ब त गरेछ। फेरि यो तोरी छरिसकेपछि मजाले पानी पनि परेको थियो। ठिकै छ, तर पनि अब अर्ग्यानिक चिज हो, थोरै उत्पादन भयो भने हेल्दी चिज छ। हाम्रो परिवारलाई वर्षभरि तेल खान पुगिहाल्छ। यस्तै छ। ल साथीहरू, यो पारिपट्टि देखिएको भ्यू चाहिँ चितवन राष्ट्रिय निकुञ्ज, त्यो चाहिँ रेन फरेस्ट एरिया हो। त्यसको काखैमा चाहिँ राप्ती रिभर बगिरहेको छ। माघको एकदम घमाइलो दिन। यो चाहिँ हाम्रो गाउँघरको दृश्य है। यी मेरो पुच्चीहरूले चाहिँ अब स्कुल होलिडे छ, काम छैन, यिनीहरूलाई पनि अब यसरी हामीसँगै काममा लिएर यसो यिनीहरूलाई पनि रमाइलो हुने र माटो खेती किसानी हैन, यिनीहरूलाई पनि थाहा हुन्छ नि त रियलमा। उहाँहरू चाहिँ हाम्रो खेताला के छ, के खाने हो बोतलमा? ए ल ओके आरुष, गो 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 फास्ट। ल गुड जब गुड जब। हामीले नेपालमा तोरी कसरी हार्भेस्ट गर्छौँ ल हेर्नुहोस्। बाई म्यानुअल, बाई ह्यान्ड। यसरी ज्याम उखाल्ने अनि यसरी सुकाउने। ल ठिक छ। के छ बुढी, रमाइलो भइरह? So guys, where are you looking from? Just don't forget to comment back, okay? We are here in Chiton, Nepal. फरी ल छोरो, काम गरेर खाना सिक्न पर्छ है। गुड जब गुड जब। ल खेतालालाई पानी खुवाउने। ठिक छ, म चाहिँ गाईलाई पानी खुवाउनु गएँ अब है। त्यस्तै त हो, बिदाको दिन के गर्ने त, अब घरमा जे छ त्यही काम गर्ने। अर्नवको काम चाहिँ अब यसैलाई हेर्नु त होला होइन अर्नव? के गर्छौ तिमीले यसलाई? दुध खुवाउँछु। समात भाग्यो। ल यो चाहिँ हाम्रो गाउँ हो।
He is the senior citizen of our society, Mr. Paudel. नमस्ते गर्नु न हेलो हेलो भन्नुहोस् कति वर्ष हुनुभयो ठुलबा 82 वर्ष हुनुभयो आजको डेटमा इट्स 2026 रमाइलो छ जिन्दगी लाइफ हो यो चाहिँ हाम्रो गाउँ हो दिस इज आवर विलेज Yeah. यो चाहिँ मेरो घर यो चाहिँ मेरो पुरानो घर यो चाहिँ हाम्रो entrance. So welcome back to Kawan Cattle Farm guys. अब हजुरहरु पनि एउटा मिठो कमेन्ट गर्न नबिर्सिनुस् है That's my courage guys. See, they are thirsty, hungry. I have to feed them right now. Look at how many of there. There are 6. There are more than 15. I have chicks also 250 pieces there inside the house. And there are 6 mother are waiting. So let me work. See you soon. Don't forget to subscribe, like and share guys. Have a good day. Yeah? No, I don't want. Thank you.